धन्यवाद कार्यक्रमका सञ्चालकजीलाई। पद्मरत्न नागरिक अभिनन्दन समारोह समितिद्वारा आयोजित यो कार्यक्रमका अध्यक्ष महोदय, आज विषयका केन्द्रबिन्दु आदरणीय पद्मरत्न तुलाधरजी, अन्य सबै पार्टीका सहयोगका कमरेडहरू र अतिथि महानुभावहरू, कार्यक्रममा उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्द, सबभन्दा पहिला म पनि आदरणीय पद्मरत्न तुलाधरजीलाई उहाँको सुस्वास्थ्य, लामो आयुको निम्ति शुभकामना भन्न चाहन्छु र उहाँले निकै नै सङ्घर्षपूर्ण र अर्थपूर्ण जीवनका 77 वर्ष व्यतीत गरेकोमा हार्दिक बधाई पनि दिन चाहन्छु, धन्यवाद भन्न चाहन्छु। यहाँ अघि नै पूर्व वक्ताहरूले पद्मरत्न तुलाधरका व्यक्तित्वका विभिन्न आयाम रहेको चर्चा गरिसक्नु भएको छ। साँच्चै नै पद्मरत्न तुलाधर आधुनिक नेपाली समाजको विभिन्न आयामहरूसँग सम्बन्धित एउटा बहुआयामिक व्यक्तित्वका धनी बन्नु भएको छ र हामी सबैको आदरणीय अभिभावकको रूपमा पनि उहाँले हामीहरूको हृदयमा सम्मानको स्थान हासिल गरिसक्नु भएको छ। उहाँका निरङ्कुश तन्त्र विरोधी आन्दोलनमा खेलिएका भूमिका, भाषा आन्दोलनको भूमिका, सांस्कृतिक आन्दोलनको भूमिका, मानव अधिकारको निम्ति खेलिएका भूमिका, नेपाल सम्मतलाई राष्ट्रिय सम्मतको रूपमा स्थापित गर्न खेलिएका भूमिका, पञ्चायती तानाशाहीका विरुद्ध खेलिएका भूमिकादेखि साहित्य सृजनामा खेलेका भूमिका, पत्रकारितामा खेलेका भूमिका, यो सबैले के देखाउँछ भने पद्मरत्न तुलाधर सिंगै नयाँ आधुनिक नेपाली समाजको एउटा यस्तो प्रतिनिधि पात्र हो जसले समाजको सही ढङ्गले दर्पणको भूमिका खेलेको छ। तर आजको विषय चाहिँ शान्ति प्रक्रियामा पद्मरत्नको भूमिका भएको हुनाले आज पद्मरत्नजीको सबै आयामहरू, उहाँको व्यक्तित्वका, उहाँका योगदानका सबै चर्चा गर्न सम्भव पनि छैन, विषय पनि होइन। विषय बडो केन्द्रित र ठोस रूपमा प्रस्तुत गरिएको छ, शान्ति प्रक्रियामा पद्मरत्नले खेलेको भूमिका। यो बारेमा पनि पूर्ववक्ता मित्रहरूले गम्भीर ढङ्गले र सटिक रूपमा पनि उहाँको भूमिका धेरै महत्त्वपूर्ण थियो भनेर राखि नै सक्नु भएको छ र जे राख्नु भएको छ मलाई त्यो अत्युक्ति लागेको छैन। सायद पद्मरत्न तुलाधरको सक्रिय भूमिका नभएको भए, योगदान नभएको भए शान्ति प्रक्रिया अहिले जसरी अगाडि बढ्यो त्यसरी बढ्दैन थियो कि, अथवा त्यो सफलै हुँदैन थियो कि, यस्तो भन्नु चाहिँ अत्युक्ति चाहिँ हुँदैन। मैले अझ विशेष रूपमा भर्खरै युद्धको घोषणा गरिएको थियो, चारैतिर त्यसका प्रतिक्रियाहरू देखा पर्न थालेका थिए, देशभित्र र देश बाहिर पनि। विभिन्न अपरेसनहरू भित्रपट्टिबाट किलोसिरा 2 अपरेसन भनेर एउटा सुट एट साइट जस्तै माओवादी हो, नेता हो, कार्यकर्ता हो भनेर चिनियो भने जहाँ देख्यो त्यही मारिदिने अपरेसनको रूपमा किलोसिरा 2 अगाडि बढ्दै थियो। मैले युद्धको उद्घोष गरेको 2 वर्ष करिब पछि पहिलो पटक काठमाडौँ फर्केको थिएँ,
जहाँ देख्यो त्यही मार्ने सम्भावना थियो। त्यस्तो स्थितिमा म भूमिगत रूपले पद्मरत्नजीलाई अभिभावक मानेर धेरै शासन सत्ताका निरङ्कुशताका भनौँ या सरकारका त्यति बेलाका तमाम गतिविधिहरूलाई छल्दै छल्दै म उहाँको घरमा गएको छु। 2 वर्षपछि जो सबभन्दा अप्ठ्यारो परिस्थिति थियो, साँच्चै युद्ध टिक्छ कि टिक्दैन, अब ध्वस्तै पो हुने हो कि या यो टिकेर अगाडि बढ्ने हो भन्ने सबैभन्दा संवेदनशील अवस्थामा म सुझावको निम्ति, सल्लाहको निम्ति पद्मरत्नजी कहाँ पुगेको थिएँ। म घरमा सायद परिवारका सदस्यहरूलाई निकै ठुलो त्यहाँ सबैले थाहा पाउनुभयो कि भएन मलाई थाहा छैन, आतंक हुन्थ्यो यदि प्रचण्ड नै यही आएको छ भन्ने थाहा पाएको भए त्यति बेला त्योभन्दा आतंकको कुरा अरू हुँदैन थियो। त्यस्तो परिस्थितिमा मैले सहज कसरी उहाँ कहाँ गएँ भन्दा उहाँलाई मैले एउटा निरङ्कुशता विरोधी आन्दोलनको, एउटा लोकतान्त्रिक आन्दोलनको, एउटा परिवर्तन न्याय र समानताको आन्दोलनको अगुवाको रूपमा र मैले आफैले आफ्नो लागि पनि एउटा अभिभावकको रूपमा पनि उहाँलाई धेरै पहिलेदेखि स्वीकार गरेको हुनाले मलाई उहाँको घरमा जाँदा म सुरक्षित पनि रहन्छु र मैले उपयुक्त सुझाव सल्लाह पनि प्राप्त गर्छु जसले मैले नेतृत्व गरेको आन्दोलनलाई गन्तव्यतिर लैजान, एउटा राजनैतिक आन्दोलनको रूपमा स्थापित गर्न सहयोग पुग्छ भन्ने विश्वासले म त्यहाँ गएको। आज यो कार्यक्रममा शान्ति प्रक्रियामा उहाँको भूमिकाको चर्चा गर्दा सुरुकै दिनको यो घटना भन्न आवश्यक ठाने मैले र उहाँले मलाई निकै सकारात्मक, एउटा अभिभावकले आफ्ना छोराछोरीलाई जसरी सल्लाह दिन्छ बिना कुनै स्वार्थ, बिना कुनै छलकपट, बडो इमान्दारिता साथ उहाँको आफ्नो स्वभाव अनुसार नै मलाई सल्लाह दिनुभयो र त्यो सल्लाह लिएर म फर्किएको थिएँ काठमाडौँबाट। र हामीले आन्दोलन अगाडि बढाउने क्रममा सुरुदेखि नै यदि जनतालाई आफ्नो भाग्यको फैसला गर्ने अधिकार दिन सरकार तयार हुने हो भने र जनतालाई संविधान सभाबाट संविधान बनाउने वातावरण बनाउन तयार हुने हो भने हामी शान्ति प्रक्रियामा आउन तयारै छौँ। किनकि हामी अर्कै धरतीका मान्छे त होइनौँ, हामी यहीँका हौँ। हामी संसदमा भाग लिइसकेकै थियौँ। 46 सालको ऐतिहासिक जनआन्दोलन पछि हामी त्यति बेला पनि संसदभित्रबाटै जनताको पक्षमा के कति काम गर्न सकिन्छ गर्ने प्रक्रियामै थियौँ। त्यसकारण हामी अनौठा प्राणी त होइनौँ। हामीलाई जे जस्ता गतिविधि त्यति बेलाको सरकारबाट भए तिनको कारणले यहाँ अहिले आजभोलि हामी एकीकृत पार्टीका नेताहरूको बिचमा छलफल गर्दा भन्ने गर्छौँ 48 सालको निर्वाचनपछि र संसद भङ्ग गरेर मध्यावधिको निर्वाचनतिर देश जाने परिस्थिति जसरी बन्न गयो त्यो बिचमा वामपन्थी कार्यकर्ताहरू मात्रै झन्डै 40,000लाई झुटा मुद्दा लगाइएको रहेछ। 40,000लाई। रोल्पा रुकुममा त कुनै गाउँ खाली नै थिएन। वामपन्थी हो भनेपछि त्यसलाई मुद्दा लगाइदियो र अनि कहिले रोमियो अपरेसन कहिले के अपरेसनको नाममा चले। शासन चलाउने त्यो प्रक्रियाको कारणले एउटा परिस्थिति बनेको थियो कि हामीले जस्तो लोकतन्त्रको परिकल्पना गरेको हो त्यस्तो लोकतन्त्र प्राप्त भएको छैन। त्यसकारण प्रतिरोध आवश्यक छ भन्ने निष्कर्षमा हामी पुग्यौँ। तर हामी एउटा निश्चित दर्शन, निश्चित राजनैतिक रणनीति, लोकतन्त्र र विधिको शासनसँग सम्बन्धित निश्चित मान्यताको निम्तिको लडाईँ थियो हाम्रो।
मानिसहरूले हेर्दा त त्यो के थियो, तर हामी जो यो प्रक्रियाका सहयात्री थियौँ, पञ्चायत विरोधी आन्दोलनका या भाषा आन्दोलनका या सांस्कृतिक आन्दोलनका हामी सहयात्री नै थियौँ हिजैदेखि। र एउटा विशिष्ट परिस्थितिले हामीलाई विद्रोहतिर लगे पनि हामी निश्चित राजनैतिक मान्यता अवलम्बन गर्न राज्य तयार हुने हो भने हामी फेरि राजनीतिक संवादको निम्ति हामी तयारै छौँ भनेर 2 वर्षपछि मैले पद्मरत्न तुलाधरजीलाई भेटेर गएदेखि नै मैले हामी शान्ति विरोधी चाहिँ होइनौँ, हामी वार्ता विरोधी पनि होइनौँ, हामी खालि जनतालाई अधिकार दिलाउने कुराका पक्षपाती हौँ र हामीले कुनै अधिनायकवाद खोजेको पनि होइन भन्ने कुरा गरेको थिएँ। तर मैले यहाँ के भन्न खोजिरहेको छु भने यदि पद्मरत्न तुलाधर र अहिले दमननाथ ढुङ्गाना उहाँले पहिलो सभामुखको जसरी भूमिका खेल्नुभएको थियो दमनजीले र अघि यहाँ वामदेवजीले चर्चा गरे जस्तै पञ्चायत विरोधी आन्दोलनमा पद्मरत्नको जस्तो छवि बनेको थियो, म बिल्कुल वामदेवजीसँग सहमत छु। सम्पूर्ण कम्युनिस्ट क्रान्तिको प्रतीकको रूपमा पद्मरत्न तुलाधर स्थापित हुनुहुन्थ्यो पञ्चायत विरोधी आन्दोलनको बेलामा। र दमनजीले एउटा पहिलो पञ्चायत विरोधी आन्दोलनको सफलतापछि बनेको संसदको सभामुखको रूपमा उहाँले जे भूमिका खेल्नुभयो, उहाँले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा बाहिर गएर लोकतन्त्रलाई या प्रजातन्त्रलाई सुदृढ गर्ने उद्देश्यद्वारा त्यस्तो भूमिका खेल्नुभयो जसलाई दक्षिणपन्थीले अलि बढी आलोचना गर्ने पात्रको रूपमा दमनजीको पनि छवि बन्दै थियो। संयोग कहिलेकाहीँ बडो चाहिँ विचित्रको हुन्छ। संयोग भन्नुपर्छ पद्मरत्न तुलाधर र दमनजीको दौतरी जसरी अगाडि बढ्यो र उहाँहरूले संविधान सभाको पक्षमा शान्ति प्रक्रियाको पक्षमा वातावरण बनाउन जस्तो भूमिका खेल्नुभयो, जनयुद्धको केन्द्रबिन्दु मानेको रोल्पा रुकुम जस्ता ठाउँमा गएर जनताको पक्षमा, आन्दोलनको पक्षमा, माओवादीकै पक्षमा, अघि यहाँ निकै चर्चा भएको थियो त्यति बेला दमनजीले यहाँ भन्नुभयो खाओवादी र माओवादीको कुरा, रोल्पा जन्मेको भए म पनि माओवादी नै हुन्थेँ भन्ने कुरा र शान्ति र संविधानका पक्षमा, संविधान सभाका पक्षमा उहाँहरूले पद्मजीसँगै दमनजीको टिमले देशभित्रका सभाहरूमा जनताको बीचमा नागरिक आन्दोलनमा गरेका बहसहरू र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि गरेका बहसहरू हुँदैन थिए भने माओवादीले चाहेर मात्रै पनि शान्ति प्रक्रिया हुँदैन थियो। किनकि इतिहासमा धेरै जसो अनुभवहरू र उदाहरणहरू कस्ता छन् भने या त राज्यले विद्रोहीलाई पुरै निमित्यान्नै पारेर सिद्ध्याउने गरेका उदाहरणहरू छन् या विद्रोहीले पुरै सत्ता क्याप्चर गरेर आफ्नो अनुसार शासन चलाएका उदाहरणहरू छन्। नेपालमा अहिले जे भयो त्यस्ता उदाहरण धेरै कम छन्, धेरै कम छन्। शान्ति प्रक्रिया वार्ता त धेरै भएका छन्, तर सफल भएर एउटा राजनीतिक परिवर्तनको कारक शान्ति प्रक्रिया बनेका उदाहरणहरू चाहिँ विरलै छन्, बडो मुस्किलले देख्न पाइन्छ र त्यस्तो हुँदैन थियो यदि नेपालको लोकतान्त्रिक आन्दोलनमा, निरङ्कुशता विरोधी आन्दोलनमा अत्यन्त स्वच्छ छवि बनाएका, कुनै आग्रह पूर्वाग्रह बिना जनता र राष्ट्रको पक्षमा समर्पित व्यक्तित्व पद्मरत्नजी जस्तो र उहाँसँगै दमनजी जस्तो स्थापित व्यक्तित्वहरू नलाएको भए त्यति बेलाका संसदीय पार्टीहरूलाई पनि माओवादी प्रति सकारात्मक ढङ्गले सोच्ने बनाउन सम्भव थिएन मेरो विचारमा। अरू सामान्य मान्छेले भनेर पत्याउने र मान्ने स्थिति संसदीय पार्टीका नेता साथीहरूको त्यति धेरै थिएन। तर उहाँहरू अग्रसर भएर यो चाहिँ त राजनीतिकै हो र संविधान सभा हुनुपर्छ, शान्ति हुनुपर्छ, माओवादीसँग वार्ता गर्नुपर्छ भन्ने कुरा जसरी उहाँहरूले स्थापित गर्नुभयो त्यसले ठुलो जनमत बन्न गयो, राजनीतिक मत बन्न गयो
र मैले सधैँ भन्ने गरेकै छु, अहिले दमनजीले पनि दोहोऱ्याउनु भयो। त्यसमा नायक र खलनायकको भूमिका भन्ने गरेको छु मैले। ज्ञानेन्द्रले खलनायकको भूमिका नखेलेको भए पनि यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन थियो। साथीहरूलाई, संसदमा भएका साथीहरूलाई ज्ञानेन्द्रले जसरी दमन गरेर ठिक गर्न खोज्यो, हामी त्यति बेला विद्रोहमा भएका माओवादीको लागि त वरदानै भयो त्यो। मेरो गिरिजाबाबुसँग वार्ता, माधव नेपालसँग वार्ता, वामदेवजीसँग सबभन्दा पहिला लिखित सम्झौता रोल्पामा गएर उहाँलाई घोडा चढाएर लगियौँ हामीले सुरक्षित ढङ्गले। चारैतिर सेनाको घेराबन्दी थियो। यो सबै सम्भव हुने थिएन। त्यसकारण एउटा विशिष्ट राजनीतिक परिस्थिति जन्माउन, शान्तिको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वातावरण बनाउनमा उहाँहरूले खेलेको भूमिका मानिसहरूले त विभिन्न ढङ्गले सोच्न सक्छन्, तर इतिहासको स्वर्णिम अक्षरमा लेखिएको छ, लेखिनेछ, कसैले मेटाएर मेटिने छैन भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। म युद्धको एउटा सुप्रिम कमान्डर। मैले सबै उतार चढावहरू देखेँ, भोगेँ, झेलेँ। त्यसका अप्ठ्यारा जटिलता के थिए, कस्ता थिए, अरू देशका युद्धहरू कसरी गए, समकालीन विश्वमा भएका विद्रोहहरूको स्थिति के छ भन्ने कुराको समग्र अध्ययन गरेर म भनिराखेको छु यो कुरा। यदि पदम दाई जस्तै, दमनजी जस्तै साथीहरू, अरू पनि धेरै हुनुहुन्छ, आज पद्मरत्नजीकै चर्चा भएको हुनाले यहाँ पदमजीकै भूमिका भन्नुपर्छ। उहाँहरू जस्तो व्यक्तित्व नभएको भए अहिलेको यो राजनीतिक कोर्स सम्भव थिएन। यो सच्चाइ। त्यसकारण हामी सबैले उहाँलाई सम्मान गर्नुको पछाडि चाहिँ यो आयामको भूमिका धेरै नै उच्च छ भनेर म ठान्दछु। म एउटा अर्को पक्ष के भन्न चाहन्छु भने, पदम दाई फेरि मान्छे जति उदार देखिनुहुन्छ, भावुक हुनुहुन्छ, म पनि त्यस्तै छु। फेरि म पनि उहाँ र म उस्तै जस्तो पनि लाग्छ कतिपय पक्षमा। म पनि असाध्यै उदार पनि छु, भावुक पनि छु। तर फेरि आफ्नो कुरो चाहिँ जो मूल चुरो कुरा हो त्यो उहाँले कहिल्यै छोड्नुहुन्न। उहाँले मलाई पनि जब यो छलफल सुरु हुन थाल्यो, पार्टीहरूको बिचमा वार्ताहरू सुरु हुन थाले, म भूमिगतै थिएँ। उहाँसँग मेरो लामो लामो फोन वार्ता हुन थाल्यो। फोनमा हामीले कुरा गर्न थाल्यौँ विभिन्न रूपले। त्यो कोड मिलाइया हुन्थ्यो, ठाउँ मिलाइया हुन्थ्यो। मेरो र उहाँको कहिलेकाहीँ कुरो चाहिँ नमिल्ने हुन्थ्यो। उहाँले मलाई यही गर भन्न खोज्नुहुन्थ्यो, भनेको भने गर्नुहुन्थ्यो। मैले फोन राख्न खोज्दा फोन नराख्नुहोस् है भन्नुहुन्थ्यो। फोन राख्न नि दिनुहुन्न। म भूमिगत रूपमा बडो मुस्किलले फोन मिलाएर गरिरहेको छु। उहाँले यो गर्नै पर्यो भन्नुहुन्छ, अहिले सकिँदैन भन्दा पनि उहाँ मान्नुहुन्न। त्यही कारण उहाँले, म यस अर्थमा के भन्छु भने, उहाँ आफ्नो लक्ष्यको निम्ति, शान्ति र संविधान या यो प्रक्रियालाई अगाडि ल्याउनको लागि उहाँले कहिलेकाहीँ म प्रति अलिक खरो रूपमा पनि प्रस्तुत हुनुभएको छ। म आज यो कुरा पनि यहाँ व्यक्त गर्न चाहन्छु। यसलाई भेट्नै पर्यो, म अहिले भेट्न सक्दिनँ, तपाईँले भेट्नै पर्यो भनेर उहाँले मलाई दबाब जस्तै दिएर, उहाँले दबाब दिएपछि फेरि मैले मान्थेँ फेरि। किनभने उहाँलाई अभिभावक, आफ्नो बुवा जस्तो मानिसकेपछि मैले उहाँले दबाब दिएपछि यसको अर्थ छ भन्ठान्थेँ र मैले फेरि लास्टमा म मान्थेँ उहाँकै कुरा। र अनि थुप्रै विदेशीहरूसँग उहाँकै कारणले मेरो वार्ता भएको छ। युरोपियन युनियनसँग सम्बन्धित, अन्तर्राष्ट्रिय मानवाधिकारवादीसँग सम्बन्धित, भारतका थुप्रै बुद्धिजीवीहरूसँग चाहिँ सम्बन्धित धेरैलाई उहाँले मिलाउनु भएको छ। म भूमिगतै हुँदा, यो शान्ति सम्झौता हुनुभन्दा अगाडिको कुरा हो। र अनि अन्तिममा अब यो फिनिसिङ टच भने जस्तो लास्ट चाहिँ फेरि पदम दाई र दमनजी मलाई चाहिँ हामी भूमिगतै रूपमा पार्टीहरूसँग वार्ता नै भइराखेको थियो र उहाँहरू दुवैजना गएर हामी सँगै बसेर अब लास्ट शान्ति प्रक्रियाको स्टेप
चार्टिङ गर्ने कसरी लैजाने त अब के गर्न सकिन्छ त भन्ने बारेमा उहाँहरू दुईजना म र बाबुराम भट्टराई हामी बसेर लामो कुरा गरिएको छ र अन्तिम टच अब जाने नै भइयो भन्ने बनाउनेमा पनि उहाँको भूमिका निर्णायक छ। मैले यो कुरा पनि आज यो मञ्चबाट आम नेपाली जनतालाई भन्न चाहन्छु। निर्णायक ढङ्गले उहाँले भूमिका नबनाइदिएको भए, किनभने अन्तर्राष्ट्रियले त हामीलाई त्यति पत्याउने र मान्ने कुरा थिएन। नेपाली कांग्रेसको टावरिङ प्रशान्तिको रूपमा गिरिजा प्रसाद कोइरालाले भूमिका नखेलेको भए पछिल्लो चरण खास गरी ज्ञानेन्द्रले सम्पूर्ण पावर आफ्नो हातमा लिइसकेपछि र पार्टीहरूमाथि दमन सुरु गरिसकेपछि गिरिजा बाबुले जसरी वार्ता अब माओवादीसँग गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो। गिरिजा बाबु नपुगेको भए त झन् सम्भवै थिएन। नेकपा एमाले त्यति बेलाको सङ्घ माधव नेपाल महासचिव हुनुहुन्थ्यो। हाम्रो पटक पटक वार्ता हुने गर्थ्यो, पटक पटक धेरै ठाउँमा, देशभित्र देश बाहिर, र गिरिजा बाबुसँग हुने गर्थ्यो। यदि पार्लियामेन्टमा भएका प्रमुख पार्टीका प्रमुख नेताहरूसँग मेरो वार्ता नभएको भए र पदमदाई र दमन जस्तो साथीहरूले वातावरण बनाउने भूमिका नफेलेको भए अन्तर्राष्ट्रिय समुदाय मान्नेवाला थिएन। हामीलाई त आतंककारी भनिएकै थियो, राज्यबाट टाउकोको मूल्य तोकिएकै थियो। हामीलाई राजनीतिक प्राणीको रूपमा, लोकतान्त्रिक आन्दोलनको अगुवाको रूपमा स्थापित गर्ने इच्छा त थिएन। हामी 12 बुँदे समझदारी बनाउनेतिर थियौँ। तपाईँ हामीलाई थाहा छ, ठुल्ठुला शक्ति राष्ट्रका प्रतिनिधिहरू यो 12 बुँदे समझदारी हुन नदिनको लागि निकै सक्रिय थिए। मलाई लाग्छ हामी नेपाली जनतालाई, नेपालका बुद्धिजीवीलाई, नागरिक आन्दोलनका अगुवालाई, राजनीतिक कर्मी सबैलाई यो कुरा राम्रोसँग थाहा छ। यो एउटा ठुलो लडाईँ थियो। शान्तिमा हामी आउने भनेको जनताको लडाईँ, जनताले जित्ने कुरा थियो। शान्ति प्रक्रियामा हामीलाई आउन नदिने र मारेरै सिद्ध्याउने भनेको फेरि जनविरोधी काम थियो, प्रतिक्रियावादी काम थियो। कसले जित्छ भन्ने कुरा चाहिँ त्यो ब्याटल निकै पेचिलो ब्याटल थियो। अहिले त हामी यहाँ आयौँ सहजै लाग्छ, तर त्यति बेला जति बेला यसको वातावरण बनाइदै थियो चाहिँ नागरिक आन्दोलनका अगुवाहरूले शान्तिका पक्षपातीहरू मान गर्छ, त्यस्ता छवि भएका व्यक्तिहरू र राजनीतिमा पनि ठुला पार्टीका ठुला नेताहरूको भूमिका नभएको भए यस्तो हुँदैन थियो जस्तो अहिले भएको छ। शान्ति प्रक्रिया हुँदैन थियो। यस अर्थमा पनि मैले पछिल्लो चरण मैले भने फिनिसिङ टच दिने बेलामा पनि लास्टमा गिरिजा बाबुसँग र 12 बुँदे समझदारीको लागि तत्कालीन एमालेका नेता साथीहरूसँग मेरो जसरी कुरा भइराखेको थियो, अलि पछाडिपट्टि फेरि उहाँहरू दुईजनासँग पनि फेरि सँगसँगै अन्तर्राष्ट्रिय मानवाधिकारवादी सङ्घ संस्था, विभिन्न खालका शान्तिका पक्षधरहरू सबैसँग उहाँहरूले नेटवर्क, उहाँहरूको नेटवर्क जस्तो थियो, त्यो नेटवर्कमा काम नभएको भए पनि यहाँ राजनीतिक पार्टी मात्रै मिलेर पनि शान्ति प्रक्रिया सुरु हुने स्थिति थिएन। यस अर्थमा यो भूमिकालाई हामीले बुझ्नुपर्ने हुन्छ र लिनुपर्ने हुन्छ भन्ने मलाई लाग्छ। अब युद्ध र शान्तिको बारेमा अहिले दमनजीले अलिकति कुरा गर्नुभयो, म त्यतापट्टि जान चाहन्न। अब नेपालको मात्रै कुरा होइन, विश्वभरिको र मानव जातिकै विकासको प्रक्रियामा युद्ध र शान्ति चाहिँ सँगसँगै अगाडि बढेकै छन् र धेरै विद्वानहरूले के भन्छन् भने युद्धकै कारणले शान्तिको महत्त्व मानव जातिले बुझेको हो। युद्धको विभीषिका देखेर नै शान्तिको ऐतिहासिकता, आवश्यकता बोध गर्ने र सामाजिक सद्भावको स्थिति बनाउने काम भएको हो। त्यहाँदेखि युद्धको खालि नकारात्मक मात्रै भूमिका रह्यो भन्ने छैन। हाम्रो देशकै राजनीतिक पार्टीहरूको कुरा गर्दा पनि, चाहे नेपाली कांग्रेस होस्, चाहे नेकपा एमाले होस्, चाहे माओवादी होस् या अरू पार्टीहरू जसको नेपालको राजनीतिमा र नेपाली परिवर्तनको प्रक्रियामा भूमिका छ, ती सबै कुनै न कुनै रूपमा, कुनै न कुनै कालखण्डमा युद्धसँग, विद्रोहसँग सम्बन्धितै रहेर आएका छन् र जसले लोकतान्त्रिक आन्दोलनमा फेरि असाध्यै महत्त्वपूर्ण भूमिका खेलेका छन्। त्यहाँदेखि युद्धको मर्मलाई जसले नजिकबाट बुझेको छ, शान्तिको महत्त्वलाई पनि त्यसले त्यत्तिकै नजिकबाट बुझ्दछ। मैले
भन्ने गर्दछु। बुद्धको सन्दर्भमा, अशोकाको सन्दर्भमा अशोकाले बुद्ध दर्शन स्थापित गर्नेमा निकै ठुलो भूमिका खेले, जबकि उनी युद्धको एउटा यस्तो ठुलो कमान्डर, एउटा साम्राज्य नै खडा गर्ने सपना बोकेर लाखौं मानिसहरूको हत्या प्रति हत्याको प्रक्रियाबाट गुज्रेको थिए र उनीले शान्तिको दर्शनलाई स्थापित गर्ने मुख्य भूमिका खेल्ने ऐतिहासिक पात्रको रूपमा हामी चिन्छौँ। यो कुरालाई पनि हामीले, यो अन्तर सम्बन्धलाई पनि बुझ्नुपर्ने हुन्छ र अहिले लोकतन्त्रको निम्ति हामी जसरी समर्पित भएर लागेका छौँ, शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत समाजवाद निर्माणतिर लागेका छौँ। मलाई के लाग्छ भने अहिले शान्ति प्रक्रिया भयो। पदमजीले मलाई जहिले पनि भन्ने, भेटेको बेलामा, देशभित्र भेट्दा होस् देश बाहिर भेट्दा, त्यति बेला युद्धको बेलामा मान्छेहरू धेरै आत्तिएका छन्। कहिले आउँछन् माओवादी भन्छन् जनताले, ट्याक्सी ड्राइभरले पनि त्यही भन्छ, मजदुरले नि त्यही भन्छ, जनताले बाटामा भेटे पनि त्यही भन्छन्। लौ न छिटो माओवादीलाई ल्याउनु पर्यो, बर्बाद भयो, माओवादी आएपछि अब देश बच्छ, राम्रो हुन्छ भन्छन् भन्नुहुन्थ्यो। जहिले मलाई भेट्दाखेरि उहाँले भन्ने एउटा पटक पटक भन्ने कुरा, जनता आत्तिसके त्यसकारण माओवादी आइदिए हुन्थ्यो भनेर भन्छन् भनेर सुनाउनुहुन्थ्यो र उहाँको आफ्नो क्षमतालाई प्रयोग गरेर मलाई पगाल्नुहुन्थ्यो। साँच्चै त्यो अब उहाँले त्यो नियतवश गर्नुभएको त होइन, उहाँको सहज वृत्तिको साथ भन्नुहुन्थ्यो उहाँले, तपाईँहरू छिटो आउनु पर्यो शान्ति प्रक्रिया। हामी आयौँ पनि, उहाँले त्यो भूमिका आफ्नो ठाउँबाट खेल्नु पनि भयो। मलाई के लाग्छ भने अहिले पदमजी धेरै खुसी चाहिँ हुनुहुन्न हामीसँग फेरि। अहिले दमनजीले त भनिहाल्नु भयो, मैले बुझेकोमा पनि। हुन त अहिले त्यसरी छलफल गर्न त हामीले पाएका छैनौँ, तर मैले के बुझ्छु भने प्रचण्डले पनि भने जस्तो गरी लगेन या सकेन या दिएन, जे बुझे पनि उहाँ सन्तुष्ट चाहिँ हुनुहुन्न। यहाँ आदिवासी जनजातिले या दलितले या महिलाले या भाषा आन्दोलनले या सांस्कृतिक आन्दोलनले जे जस्तो अधिकार प्राप्त गर्नुपर्ने हो व्यवहारमा, त्यो चाहिँ प्राप्त भएको छैन। र उहाँले मलाई भन्नुभयो है, अब हाम्रो आशा तपाईँमाथि नै छ, तपाईँ चाहिँ उभिराख्नुहोस् भन्नुहुन्थ्यो उहाँले मलाई। यो संविधान बन्नुभन्दा अगाडि पनि केही कार्यक्रममा म चाहिँ यो प्रक्रियामा संलग्न नभइदिए पनि हुन्थ्यो, बरु बाहिरै बसेर मजदुर किसानको, आदिवासी जनजातिको, दलितको, महिलाको, मुस्लिमको, मधेसीको, यिनीहरूको हक अधिकारको निम्ति झन्डा उठाइ गर्दै हुन्थ्यो प्रचण्डले। युद्धमा गए हुन्थ्यो भने त उहाँको कहिल्यै थिएन, तर यो झन्डा चाहिँ यसले झुक्न नदिए हुन्थ्यो भन्ने उहाँलाई लागिराख्थ्यो र उहाँले मलाई भनिराख्नुहुन्थ्यो, तपाईँमाथि छ है हाम्रो आशा सबैको, तपाईँले चाहिँ छोडिदिनु भएन, अरूले त धेरै गरेनन्। त्यसरी हेर्दा म पछि संविधान निर्माण प्रक्रियामा सबैतिर गएपछि उहाँ धेरै खुसी हुनुहुन्न भन्ने नै मलाई लाग्छ। पुगेन भन्ने उहाँलाई लागेकै छ र आन्दोलन अझै सफल भएको छैन, आन्दोलन जारी छ भन्ने उहाँलाई लागेको छ। म उहाँको त्यो उचाइलाई, उहाँको त्यो ग्रेटनेस, महानतालाई म सम्मान गर्न चाहन्छु। तर म एउटा राजनीतिक कर्मीको नाताले, म एउटा विशेष परिस्थितिमा, देशमा अन्तर्राष्ट्रिय परिस्थितिभित्र भूमिका खेल्नुपर्ने नाताले मैले जे गरेँ, मैले योभन्दा अरू गर्न सक्दैन थिएँ, गर्न हुँदैन थियो भन्ने कुरामा मलाई विश्वास छ। मैले संविधान लेख्दा पनि झन्डै 8-10 पेजको नोट अफ डिसेन्ट लेखेको छु। यो कुरा पुगेको छैन, यो संविधानमा अझै अगाडि बढ्न पर्ने छ। तर अहिले जति प्राप्त भएको छ त्यति लिएर त्यसमा टेकेर अगाडि बढ्नुको विकल्प पनि हामीसँग छैन भनेर मैले संविधान निर्माणको प्रक्रियामा जे जति अधिकार प्राप्त भयो त्यो अधिकारलाई संस्थागत गर्ने प्रक्रियामा गएँ। तर फेरि मैले भनिराखेको छु, म पदमजीलाई सम्मान गर्छु। उहाँले अझै पुगेको छैन भनेर जे भनिराख्नु भएको छ वास्तविकता त्यही हो, पुगेको चाहिँ छैन। तर म एउटा राजनीतिक कर्मीको नाताले, एउटा शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको नाताले त्यस्तो पात्र जसले युद्धको तयारी, युद्धको नेतृत्व, शान्तिको तयारी, शान्तिको नेतृत्व, संविधानको नेतृत्व, निर्वाचनको नेतृत्व गर्ने अवसर एउटै पात्रले प्राप्त गर्यो 20-25 वर्ष भित्रैमा। यो बिरलै प्राप्त हुने कुरा हो।
नेपाली जनताले तपाईहरु सबैले ममाथि कुनै न कुनै रूपले भरोसा गर्नुभयो र मलाई त्यो जिम्मेवारी दिनुभयो र अहिले अन्तर्राष्ट्रिय समुदायले पनि कुनै न कुनै रूपमा नेपालको राजनीतिक परिवर्तनको प्रक्रियामा र नेपाली समाजको आर्थिक विकास र समृद्धिको प्रक्रियामा एउटा पात्रको रूपमा मलाई जसरी रिकग्नाइज गरेको म देख्छु, म चाहिँ ऋणी छु। पदमजी, दमनजी जस्ता साथीहरूप्रति पनि म ऋणी छु, जसले यति ठुलो भूमिकामा मलाई पुर्याउनमा ठुलो योगदान गर्नुभयो। उहाँको योगदान नगरेको भए मैले देखेको छु पेरुमा गोन्जालोहरू जेल परेको अब 25-30 वर्ष हुन लाग्यो, अब जेलमै मर्ने स्थिति छ, छुट्ने स्थिति छैन। मैले देखेको छु श्रीलङ्कामा निकै ठुलो तमिल विद्रोहको नेता प्रभाकरन बडो निर्ममतापूर्वक मारिए र अहिले त्यहाँ कुनै तमिल विद्रोह छैन, तमिल आन्दोलन छैन। यद्यपि राष्ट्रसङ्घले बेला बेलामा त्यस्तो गर्न हुने थिएन भन्छ, त्यसको धेरै ठुलो चाहिँ अर्थ औचित्य देखिएको चाहिँ छैन। म मलेसियामा जान्छु, त्यहाँ सङ्ग्रहालय हेर्छु। हिजो विद्रोह र क्रान्तिको बेलाका थोरै एक ठाउँमा सङ्ग्रहालय छ, अन्त कहीँ नाम निशान छैन। यहाँ म्यानमारमा अहिले यहाँ पनि मैले नेताहरूसँग भेटेँ हिजो पनि। त्यहाँ के थियो पहिला कम्युनिस्टहरूको स्थिति, अहिले के छ, यो सबै हेर्दा र हामीले नेपालमा जे गर्यौं एउटा ठुलो ऐतिहासिक र युगान्तकारी राजनीतिक परिवर्तनको निम्ति विद्रोहलाई प्रयोग, शान्ति प्रक्रियालाई प्रयोग, सामाजिक न्यायमा, आर्थिक समृद्धिमा जे जति सम्भव भयो त्यति समावेशी र समानुपातिकतामा जे जति सम्भव भयो मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा नेपाल सम्मत नै राष्ट्रिय सम्मत हो भन्ने बनाउनको निम्ति पदम दाइको प्रेरणाले नै मलाई उत्प्रेरित गर्यो र मैले त्यो निर्णय गराएँ पनि। तर जति गर्नुपर्ने गर्न सकिएको छैन। त्यसकारण हामीले फेरि भिन्न रूपमा शान्तिपूर्ण रूपले प्रतिस्पर्धाको बाटो गरी एउटा नयाँ प्रयोग सहित हामी आन्दोलनलाई निरन्तर अगाडि बढाउने प्रक्रियामा छौं। अहिले हामी पार्टी एकता गरेर एउटा बलियो पार्टीको सरकार झन्डै 70 वर्षपछि 5 वर्ष चल्न सक्ने सरकारको निर्माण हामीले गरेका छौं र हामीले समाजवादतिर अगाडि बढ्ने कुरा गरेका छौं, समृद्धिको बाटो हुँदै भनेर भनेका छौं। यो परिस्थिति पनि यस्तै ऐतिहासिक पात्रको भूमिका बिना सम्भव थिएन। यस अर्थमा पनि म पदम दाइलाई विशेष सम्मान गर्न चाहन्छु र अब बाँकी हामीले जनताको अपेक्षा अनुसार समृद्धिको यात्रातिर बढ्ने, समाजवादको यात्राको तयारी गर्ने क्रममा छौं। सामाजिक न्यायको पक्षमा हामी छौं। हामीले काम गर्दै जाँदा अपुरा पनि हुन्छन्, कमीहरू पनि हुन्छन्, तिनको समीक्षा गर्नेमा पनि हामी छौं। र मलाई के लाग्छ भने मैले जहिले पनि एउटा शब्द भन्ने गरेको छु, निरन्तरतामा क्रमभङ्ग। मार्क्सवादको, क्रान्तिको, सामाजिक परिवर्तनको, मान्छेको चेतनाको, संस्कृतिको विकासको क्रम यसरी नै हुन्छ। मैले आफैले म पहिला एउटा सानो समूहको महामन्त्री भएँ, यसरी क्रान्ति हुँदैन भन्ने लाग्यो। मैले एउटा ठुलो पार्टी एकता गर्नुपर्छ भनेर 46 सालको आन्दोलनपछि पार्टी एकता गर्नेतिर लागे र मैले आफूले नेतृत्व गरेको पार्टीलाई विसर्जन गराएर, विघटन गराएर मैले एकता केन्द्र भन्ने पार्टी बनाउने नेतृत्व गरेँ। केही समयपछि मैले यो एकता केन्द्रबाट पनि अब धेरै काम हुँदैन भन्ने लागेपछि मैले माओवादी बनाउनेतिर लागेँ, एकता केन्द्र विघटन र विसर्जन गर्नेतिर लागेँ। अनि माओवादी अगाडि आयो। अब यो माओवादी युद्धबाट मात्रै पनि योभन्दा अगाडि जान खोजियो भने बर्बाद हुन्छ, देश पनि जनतालाई पनि फाइदा हुँदैन भन्ने लाग्यो। मैले शान्तिको बाटो खोजेँ र पद्मरत्न दमनजी जस्ता साथीहरू अनि गिरिजा प्रसाद कोइराला, माधव नेपाल र एमालेका केपी ओली पनि त्यति बेला हामी 12 बुद्धे समझदारीमा र वामदेवजीलाई त मैले अघि नै भने यस्ता साथीहरूसँग चाहिँ घनीभूत वार्ता अन्तर्क्रिया गरेर यो वातावरण बन्यो र अहिले फेरि पार्टी एकता गरेर अब माओवादी केन्द्र पनि छैन, अब हामी नेपाल कम्युनिस्ट पार्टी भइयो।
म चाहिँ के भन्न खोजिराखेको छु यो मञ्चबाट भने मैले एउटा पार्टीबाट अर्कोमा आफूलाई रूपान्तरण गर्छु, म पुरानोमा टाँसिएको छैन। म फेरि मोटो मसालको महामन्त्रीको रूपमा म कहिले पनि एकता केन्द्रमा प्रस्तुत भइन र हुन सकिनँ। म नयाँ भूमिकामा नै जानुपर्छ भन्ने भयो। म युद्धमा गएपछि मेरो पुरै इमान्दारी र तागत मैले युद्धलाई सफल पार्नेमा नै लगाएको हो। म त्यहाँ कुनै दुविधामा रहिन। अब शान्तिको आवश्यकता छ भन्ने भएपछि म सम्पूर्ण रूपले शान्तिको निम्ति आफूलाई समर्पित गरेर म भित्र भएको सम्पूर्ण क्षमतालाई मैले शान्तिको निम्ति प्रयोग गरेँ। अहिले अब नेकपा भइसकेपछि म अब सम्पूर्ण रूपले नेकपालाई सुदृढ गर्ने, नेकपा मार्फत देशको समृद्धिको, लोकतन्त्रको, सामाजिक न्यायको, समाजवादको आधार तयार पार्ने कुरामा आफूलाई सम्पूर्ण रूपले समर्पित गर्न चाहन्छु। मान्छेहरू सोध्छन् पुरानो अवशेष एउटाबाट अर्कोमा गइसकेपछि पनि पुरानै गुट, पुरानै मान्यता चलाइराख्न खोज्छन्। मान्छेहरूमा यो प्रवृत्ति हुन्छ। तर म पदम दाई जसले बहुआयामिक रूपले नेपाली समाजको अग्रगमनको निम्ति भूमिका खेल्नुभयो, त्यस्तो व्यक्तित्वलाई सम्मान गर्दै गर्दा पुरै इमान्दारीका साथ म एकचोटि फेरि भन्न चाहन्छु, उहाँले जसरी हामीलाई अझै पुगेको छैन भनेर प्रेरित गर्नुभएको छ र लोभ, लालच, स्वार्थ, पद, सत्ताको निम्ति लुछाचुँडीमा नलागिकन त्योभन्दा बाहिर बसेर हामीहरूलाई उत्प्रेरित गर्ने भूमिका खेल्नु भएको छ, त्यसको निम्ति हृदयदेखि सम्मान गर्दै उहाँको यो भूमिकालाई नेपाली समाज र नेपाली इतिहासमा स्थापित गर्न आफ्नो तर्फबाट योगदान गरिरहने प्रतिबद्धता सहित बिदा हुन्छु। धन्यवाद।